हेलो नमस्कार, म सुरेश सिंह। हजुर सामने मैले एउटा आज नयाँ भिडियो ल्याएर आइसकेको छु। हजुरले देख्न सक्नुहुन्छ एउटा परेवा। यो परेवा पानी आइरहेको थियो, धेरै पानी परेको थियो यो ठाउँमा आज। त्यहीँ आएर मेरो सामने म काम गर्ने ठाउँको सामने एउटा पानी ट्याङ्की छ। यसमा हमेसा आएर बस्ने गर्थ्यो र पानी आएर यसलाई बस्न धेरै गाह्रो भएकोले मैले यसको लागि आज एउटा घर बनाइदिन लागेको छु। र हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरेर संसारभरि पुर्याइदिन अनुरोध गर्दछु। देख्न सक्नुहुन्छ मैले आज परेवाको लागि एउटा कार्टुनको मार्फत यसको लागि घर बनाउन गएको छु। हजुरहरूलाई यस्तै भिडियो देख्नको लागि मेरो च्यानलमा जोडिनु होला र लाइक कमेन्ट सेयर गरेर संसारभरि फेरि पनि भन्छु संसारभरि पुर्याइदिन अनुरोध गर्दछु। हजुरलाई कस्तो लाग्यो मेरो काम कमेन्टमा भनिदिनु होला र देख्न सक्नुहुन्छ परेवा पनि आज त आएर बसिसक्यो। जे होस् म त एकदम खुसी भएँ।